आमा बिना संसार छैन। आमा शब्द छ र संसार छ। हामीलाई संसार देखाउने आमा हुन् अनि आमाको स्वरूप सुबास छोरी हुन्। अनि छोरी मान्छेले आफूलाई छोरी मान्छे भएर जन्मेकोमा गर्व गर्नुपर्छ। संसारलाई झुकाउने शिर छोरीको पाउमा झुकेको हुन्छ। शिर पाउमा झुक्नु बाउ र आमाको धर्म हो, किनकि फेरि आमाको स्वरूप आमा हुनुपर्छ। आमा शब्द नै ठुलो छ। जस्तै आमाको बाबा आमा, बुढो बा बुढो आमा, बुढी आमा, बुढी आमा भनिन्छ, किनकि आमा र बा शब्द नै जान्छ। अनि बुवाको शब्द चाहिँ वंश भएको हुनाले त्यही भएर बा भन्ने शब्दमै जान्छ। जस्तै जेठो बुवा, माइलो बुवा, साइलो बुवा, साइली आमा, माइली आमा, जेठी आमा। अनि बाजे बजैतिर चाहिँ बुवाको बुवा भएको हुनाले बाजे र बजै भनिने गरिन्छ। छोरी भएर जन्मनु गर्व गर्नुपर्छ छोरी मान्छेहरूले। अनि बुढेसकालमा आमा बुवाहरूलाई भन्छन् बिहे भएर गइसकेपछि त्यो घरमा त्यो दैलामा पाइला टेक्दिन भनेर, त्यो बाटो हिँड्दिने भनेर, त्यो आँगनमा फेरि फर्किन्न भनेर यसरी हिँड्ने गर्छन्। छोरीहरूले चाहिँ बाउको पीडा कहिले बुझ्दैन। बाउले छोरीलाई हुर्काएर बढाएर एउटा शिक्षा दिएर, ज्ञान दिएर र बिदाई गर्ने बेलामा आफ्नो आत्माभित्र एउटा पीडा लुकाएर एउटा प्राणले भित्रदेखि रोएको दुई थोपा आँसु बगाएर सहेको हुन्छ। त्यसैले त बा हुन्छ। अनि बिदाई गरेको हुन्छ। भोलि बिहान भोलिका दिनलाई राम्रो होस् भनेर कामना गरेको हुन्छ। पीडा हुन्छ। छोराछोरीसँग ठुलो अपेक्षा हुँदैन। बाउआमा धेरै चाहिँदैन, केही जे खान्छौ उही देऊ। बाडी चुडी खाऊ, नभए पानी खुवाऊ। एकपल्ट हाँसेर, एकपल्ट हाँसेर पल पल बाँचेको मृत्युलाई भुलायौ। आफैलाई हारी तिमीलाई जिताउला भनेथे, सके जति खुसी जिताउला भनेथे। एक दिन बिलाएर जान्छु भनेथे। आमा शब्द छ र संसार छ। आमा शब्द छ र संसार छ।